हेलो वेलकम टु माई भ्लग। शुभ दिन। आज दसैँ सकेपछि फेरि नयाँ भ्लग लिएर हामी चाहिँ आइसकेको छौँ। हामी चाहिँ घुम्न जाने तयारीमा छौँ। पछाडि टुलीहरू हाम्रो छोरी यता छिन्। हामी चाहिँ हिँडिरहेको छौँ बाबा छोरी यता। अगाडि छन् यहाँ मैयाहरू। अनि एकछिनमा बस चढेर जाने। ल हामी चाहिँ अहिले भ्यानमा बसिसकेको छौँ। अब हामी जाँदैछौँ बबई एग्रो रिसोर्ट जिप लाइन गर्नलाई होइन। के गर्नलाई त बोटिङ। मान्छेहरू चाहिँ यता छन्। हामी उल्टो सिटमा छौँ। सबैले देखेको एन्जलको साथीहरू सुजिन भट्टराई, मेरो साथी सुस्मिता पौडेल। कसको देख्या लु हामी बखरी आइपुगेको छौँ। हेलो गाइज तल छन् यहाँ। अब हामी यहाँ पछि बबई रिसोर्ट्समा जाँदैछौँ। चुलेहरू पछाडि ल हामी चाहिँ यहाँ जिप लाइनमा चढिसकेको छ टावरमा। ए बच्चाहरू जाने होइन क्या, बच्चाहरू यहीँ हो। ल यहाँबाट हामी चाहिँ जिप लाइन गर्दैछ। पारी पुगिन्छ। तयार हुँदैछ है। त्यही छ के हुन्न के छोरो। स्पिड जान्छ राम्रोसँग फोनलाई। ल ल क्यामेराले भिडियो बनाइदिनु हुन्न। एकछिन भिडियो बनाइदिनु गर्दा भिडियो बनाइदिनु तलबाट मेरो पालो सकिएर अर्को पालो आइरहेको छ। यहाँ सानो मान्छे रेडी भइसक्यो। अनि सुबिन यहाँ डराएर बसिरह। भएन 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 त्यो लगाउँछ नि यस्तै भन्नु यस्तै ल खुट्टामा खुट्टामा खुट्टा छ यसो बसेर टक्क हात छोड्ने हात। हाम्रो मैया रेडी हुँदै भइसिन्छ। कस्तो लागिरह? डर लागेछ। हजुर
लाइफमा पहिलोचोटि हो माइलो डर लाग्यो भन्ने हो क्या मैले बन्जम पनि गरेको छु थाहा भन्नु र बिर्सिनु भयो कहाँबाट के भन्छ खेतको कालनाबाट खेतको काल्नामा हुन्छ र खेतको काल्ना हुन्छ र हुन्छ त नि मैले देखेको छैन आली हुन्छ नि आलीको तल हल्का छ डाउन हुन्छ त्यहाँबाट बन्जम गरे भनेको ओ माई गॉड मान्छे डर थुरुरु छन् अगाडिबाट जाम क्या नि खुट्टा पुरै बस्नु छोडेर हो त्यसरी अब हल्का अगाडि हिँड ओइ अर्को हुन्छ ल भिडियो हुँदैछ रेडी भयो चल बस बस वाउ सर बस 40 ल हामी चाहिँ तल झर्दैछौँ छोरी अगाडि छ अनि हाम्रो छोरीको मामु पर हैसिन्छ साइकल र बेलुन अब हिँड्नु सर छोरी हिँड आउँदैछु खेलेर मान्छे डराएको थियो अहिले चाहिँ कस्तो भइरहेछ एकदम रमाइलो आनन्द आयो तपाईहरु पनि आउनु होला हजुर पर्ता रानिरहेको खेल्न मन छ भने फेरि म दिन्न नि त पर्ता रानेसी त जा छोरी जा दौडेर यता एन्जल उभ्याउ न ए उठा भनेको
हाम्रो कार्यक्रम चाहिँ सकिसक्यो धेरै रमाइलो भयो यसमा चाहिँ अब हामी घर जाँदैछौँ भर्खरै सुरुवात भइरहेको रहेछ तर यो भविष्यमा चाहिँ राम्रो बन्न सक्छ यो लोकेसन तपाईँको चाहिँ ट्याक्कै बबई पुल क्रस गरिसकेपछि नेपालगञ्ज जाने बाटोबाट लेफ्ट टर्न गरेर लगभग 1 किलोमिटरभित्र बबई रिसोर्स एन्ड एग्रो फर्म छ यहाँ आएर तपाईँहरूले भिजिट गर्न सक्नुहुन्छ।